नमस्कार नमस्कार स्कटल्यान्डको यात्रा सुरु भयो 9 घण्टाको यात्रा म्याक्सिमम स्टप मात्रै हुन्छ है टोइलेट ब्रेक हामी चाहिँ साथीहरू हामी चाहिँ होलिडे गएको स्कटल्यान्ड यता सुरु भयो हाम्रो यता चाहिँ हुनुहुन्छ हाम्रो दाइ बुढो यता हुनुहुन्छ आमा भान्जा छोरी दिदी भान्जा अगाडि है ल अब स्लिपिङ ल हामी चाहिँ अब लाग्यो है त नि साथीहरू बान्दाको त फेसै देख्दैन रहेछ है साँच्चै त नि सिकार यहाँ रहेछ भन्नु न बाटो सानो मान्छे हामी चाहिँ न्यू बेरी बजार आइसके अब टोयलेट पनि जाने एकछिन रेस्ट टाइम हाम्रो गाडी पार्क गर्दै हुनुहुन्छ दाइले ल हाम्रो गाडी पार्क भयो अब एकछिन फ्रेस भयो आजको वेदर साह्रै राम्रो भयो नि दिदी मजाको घाम लागेछ यस्तो छ साथीहरू ल खुसी भयो है सानो मान्छेलाई हामी फेरि यहाँबाट अब लाग्यो दादाले बोलाउँदैछ दादा ल अब जाने सानो है फेरि है हामी चाहिँ यहाँ दामी गीत सुन्दै जाँदैछौँ त नै साथीहरू सानो सुतिरहेको छ है त दामी गीत यहाँ बन्दीपुरको गीत सुन्दै सरर यहाँ जाँदैछु भान्जा दामी गीत आयो त राम्रो गीत आयो त होइन बन्दीपुरको नाच्ने यहाँ मस्ती सुनिरहेको छ त नि
याद आयो आफ्नो ठाउँ गीत पनि त्यस्तै गीत त्यो गीत आएपछि त मलाई त सबै याद आयो मेरो माइती घर बन्दीपुरको ल यहाँ चाहिँ पैसा तिर्नु पर्छ अरे है साथीहरू अनि मात्रै जान पाउँछ पैसा तिरेपछि मात्रै बल्ल अगाडि बढ्नु पाउने रहेछ है यहाँको नियम चाहिँ यस्तो रहेछ हाम्रो सानो उठिसकेछ नि त रहेछ ल नि त ल अब पे गरेपछि चाहिँ बल्ल गाडी फेरि अगाडि बढ्यो सानोलाई भुलाउने बेबीको कार्टुन लगाइदिनु भएको छ है दिवस दादाले लनीलाई ऊ पनि खुसी भएर खेल्दैछ हेर्दैछ लनी त मक्का कतै हेर्दैछ लनीको बेबी सटुटुटु पनि गयो अब सक्यो मसिनो सेतो फुल फुल्दैछ है यता बाटो बाटोमा हाम्रो अगाडि अगाडि कुद्दै हुनुहुन्छ पुलिसमा कस्तो राम्रो देख्यो हेर्नु न यहाँ फुल फुलेर अब चाहिँ डाँडा कहाँ आउँदैछ है त नि साथीहरू थाहा छैन ओहो भन्ने बस्यो नि चाहिँ मजाको डाँडा काँडा रहेछ है माथि माथि डाँडै डाँडा नाइस नाइस ल यो चाहिँ बल्ल पाएँ है मैले खिच्नु कस्तो राम्रो देखेको है यता साथीहरू अब चाहिँ हामी यहाँ हाम्रो यहाँ टी ब्रेक टी ब्रेक हो टी ब्रेक गर्नुभएको अब यहाँ चाहिँ दामी रहेछ है अब चाहिँ टी ब्रेक यहाँ चाहिँ सबैजना खाजा खाँदै हुनुहुन्छ है अहिले चाहिँ हामी पनि खाजा खानुभएको अब हाम्रो गाडी पार्क गर्दै हुनुहुन्छ हाम्रो दाइले सबै यहाँ ब्रेक टाइम ब्रेक खाने खाजा खाने ब्रेक टाइम सो साथीहरू हामी चाहिँ यहाँ अहिले खाजा खानु आएको एकदम गर्मी रहेछ है यहाँ त हुप भयो गर्मीले असाध्यै यहाँ चाहिँ भित्र यस्तो रहेछ ल अब चाहिँ हामी लनी त यहाँ पुपुसँग बस्दैछ लनी हेलो बल्ल अहिले उसलाई आनन्द भयो होला के बिचरा त्यही पनि रोएर है
यहाँ चाहिँ यस्तो छ है साथीहरू। यहाँ चाहिँ टी ब्रेक अब टी ब्रेक गर्ने अनि फेरि जाने हामी सबजना अहिले चाहिँ खाजा खान आउनुभएको छ यहाँभित्र। चलो हामी कहाँ जाँदैछौँ छोरी? हामी त आज स्कटल्यान्ड जाँदैछ है। अनि हामी चाहिँ अहिले यहाँ बाटोमा हजुर अब नानी बोक्दैछु नि त म। ए आमा बस्नु आमा। बाटोमा खाजा खानुलाई चाहिँ यहाँ लाइनमा बस्दैछु हामी। आमा ए तपाईँलाई देखाएको नि चिजहरू चाहिँ यस्तो यस्तो छ। आफूले के खाने त्यही अनुसारको हो। अनि यहाँ चाहिँ यस्तो छ है आमाहरू ठाउँ चाहिँ यस्तो छ साथीहरू। हामी चाहिँ यहाँ पुरा लाइनमा बस्दैछौँ। ए उता पनि छ हो। अन्त के हो यो भन्छ? हजुर ओके। आफूलाई के खानु मनपर्छ त्यही अनुसार माग्ने अनि खाने हो। यस्तो छ। यतातिर चाहिँ यस्तो डेजर्ट्सहरू रहेछ है। अनि यताको साइडमा चाहिँ सबै कुकिजहरू छ है। यता चाहिँ यता चाहिँ ऱ्याप पाउने रहेछ चिकन ऱ्यापहरू। यस्तो छ है साथीहरू। ठाउँ चाहिँ एकदम राम्रो रहेछ है। हाम्रो चाहिँ एकछिन वेट गर्नु पर्यो किनभने सकिसकेछ अहिले। भएर 5 मिनटपछि रेडी हुन्छ हाम्रो। त्यहाँबाट हामी लिएर जाने हो। ठाउँ चाहिँ यस्तो रहेछ है साथीहरू। यहाँ पनि हेर्नु न पानी कस्तो राम्रो ठाउँ चाहिँ यो भित्र पनि भित्रदेखि मजाले देख्ने रहेछ कि यता। अनि यता चाहिँ दुईजना खाँदै हुनुहुन्छ। एकछिन टाइम लाग्ने रहेछ। खानु खानु तपाईँहरू खाँदै गर्नु। आबी नानी त मजाले बसेछ त त्यहाँनिर पो। खाँदै गर्नु दिदी खाँदै गर्नु न तपाईँ। हाम्रो त्यहाँ आउँदैछ र अनि ठ्याक्कै सकेछ कि अनि त्यही भएर एकछिन टाइम लाग्छ अरे। कस्तो राम्रो ठाउँ रहेछ है अन्त मजाको शीतल। यहाँ सबैजना अहिले खाजा खाँदै हुनुहुन्छ है। यता यस्तो छ साथीहरू। लनी चाहिँ यहाँ रिता फुपूसँग यहाँ सानो घरमा खेल्ने गर्दैछ यो। यहाँ गएर खेल्दैछ है लनी चाहिँ फुपूसँग। नानी ल फुपूसँग खेल्दै पो रहेछ लनी त है। नानी साथीहरू हाम्रो चाहिँ यहाँ खाजा खाइसके। अब चाहिँ हामी फेरि गाडीमा जाँदैछौँ। दिदी मलाई दिनु न यहाँ दिनु। ल दुध बनाउँदै गर्छु ल बेबीको। ल टोइलेट गएर आउनु हुने। ए ल ल गाडीमै छ। ल आउनु ल यो ल आउनु। ए सरी दाइ लाग्यो तपाईँलाई। ल हामी चाहिँ अब फेरि लाग्यो। खाजा खायो टन्न भयो है। अनि यहाँ अब चाहिँ फेरि यहाँ जानु पऱ्यो नि बिस्तारै। आमा आमा नि टोइलेट जानु हुने रे। ए ओके छ त। भन्छ मन पऱ्यो खाजा? मिठो थियो नि है। मिठो लाग्यो। खाजा एकदम टेस्टी मिठो थियो है। सो अब चाहिँ यहाँ हाम्रो आइसके गाडीमा। अब चाहिँ हामी खाजा खाइसकेर फेरि जाँदैछ। काले काले देखेर दाइलाई त हिँडा देख्नु भएको छ। चस्मा लगाउनु भएर है। काले काले देखेर राम्रो देख्नु भएको छ त। हामी चाहिँ फेरि के भयो अब चाहिँ हामी यहाँ स्कटल्यान्ड केटा लाग्यो है त फाइनली। अहिले चाहिँ हामी यहाँ जाँदैछौँ। एकदम गर्मी भएको छ। घाम लागेर मजाले
जस्तै यतातिर चाहिँ भेडाहरू चढिरहेको छ है साथीहरू। कस्तो नेपालको याद आयो कि ठ्याक्कै भनेको नि एकदम नेपालमै गएको जस्तो, पोखरातिर घुम्न गएको जस्तो फिल पो भयो है स्कटल्यान्ड। साथीहरू ल हामी चाहिँ अहिले चाहिँ यहाँ स्कटल्यान्डको बिच बाटोमा छ। हामी चाहिँ फाइनली पुगिसकेको छैन मेन ठाउँमा। सो अहिले चाहिँ बिचमा हामी चाहिँ रेस्ट टाइम हो होइन, त्यही भएर म हल्का तपाईँहरूले यताको भ्यूहरू पनि यसो देखाउने छु है। यस्तो रहेको छ यतातिरको भ्यू चाहिँ, यति राम्रो रहेछ कि यो ठाउँ, साह्रै रमाइलो लाग्यो। हुनुहुन्छ हाम्रो आमा। आमा यता हेर्नुहोस् त कस्तो लाग्यो, रमाइलो लाग्यो तपाईँलाई है? त्यही त नि एकदमै राम्रो रहेछ ठाउँहरू, डाँडा काँडा यस्तो मजाको छ है। हजुर ठाउँहरू चाहिँ यस्तो रहेछ है साथीहरू स्कटल्यान्ड। हामी चाहिँ सबै फ्यामिलीहरू आएको, हाम्रो दिदीहरू मात्रै मिस हुनुभयो, भान्जी निना दिदी दाई। अनि उहाँहरू चाहिँ भान्जीको छुट्टी नभएको भएर आउनु पाएन, सो हामी मात्रै आएको छु। दाईहरू हामी यस्तो रहेको छ यहाँको ठाउँ चाहिँ। अब चाहिँ हामी यहाँनिर एउटा दुइटा फोटो खिच्नु पर्यो ग्रुपिङ, अनि त्यस पछाडि फेरि हामी आउँछौँ। यस्तो मजाले घाम लागिरहेको छ। अब चाहिँ हाम्रो फोटो होइन ठिकै छ दिदी, बस्नु भान्जा बस्नु, म पछाडि ठिकै छु। अब चाहिँ हाम्रो फोटो खिच्ने कार्यक्रम सकिसके, सो हामी चाहिँ अब फेरि जाँदैछु। कति राम्रो के जुनै पनि ठाउँ हेर्दाखेरि कि हेर्नु मनपर्ने कि एकदमै खिच्नु मनपर्ने है। कति राम्रो रहेछ कि ठाउँ त। हजुर हो आमा, मैले खिच्दैछु आमा, पछि मजाले हेर्नु पाउँछ है आमा। मजाले हजुर कति राम्रो के ठाउँहरू के, यस्तो मजाको डाँडा काँडा। दिन पनि साँच्चै हाम्रो गणेश दाइले भन्नुभएको जस्तै आज एकदम लक्की दिन रहेछ क्या है दाइ? लक्की 7 त्यही भएर यहाँ हो नि, त्यही भएर यहाँ सबजना हामी जाँदैछौँ। मिनटमा हिँड्यो ल ब्रो, कस्तो लाग्यो त तपाईँलाई स्कटल्यान्ड? भन्नुहोस् त यसो 1-2 शब्द जाओस् न त। ठिक छ है, कस्तो त्यो ठ्याक्कै नि बन्दीपुर गएको जस्तो पनि, अनि पोखरा है फेवाताल जस्तो पुरा रमाइलो लाग्यो है ठाउँ चाहिँ एकदमै धेरै। पुरानो दिनहरूको याद आयो यो स्कटल्यान्डको हावापानी अनि यो जङ्गल बाटोहरू देख्दाखेरि चाहिँ एकदमै। फेरि यहाँ ताल फेवाताल जस्तो देखिरहेको छ। है साँच्चै त नि, कस्तो राम्रो के ठाउँ हेर्नु न, यति क्लियर देखेको छ कि है। मजाले फेरि घाम लागेको छ नि त, सो त्यही भएर हेर्नु त यस्तो राम्रो ठाउँ, साह्रै मजाको ठाउँ रहेछ। हामी चाहिँ अहिले भर्खर अहिले फेरि जाँदैछु, हाम्रो बस्ने ठाउँ आइसकेको छैन है। यही डाँडा काँडा त हेर्नु आएको सबै मान्छेहरू अघि बसिरहेकोहरू पनि। डाँडा काँडा यस्तो रहेछ पुरै। कार्टुन बजाइदिएको छ है, लनी त खुसी हुँदै बसिरहेको छ।
यहाँ छोरीलाई दादाले कार्टुन बजाइदिएको कस्तो रमाइलो खुसी भएर बसिरहेको छ कि यहाँ ब्रिज है तर मजाले त्यो घाम लागेर एकदम टल्किरहेको छ कि है सो हाम्रो स्कटल्यान्डको होलिडे एकदमै रमाइलो हुने भयो है त नि यहाँ मेरो भान्जाले चाहिँ यहाँ बहिनीलाई कोकोमाल लगाउँदै हुनुहुन्छ खुसी हुन्छ फेरि लड्ने पनि हेलो साथीहरू ल फाइनली वी आर हियर है स्कटल्यान्ड आइसके सो यही हो हामी बस्ने घर है हामी चाहिँ यहाँ जाँदैछु अहिले खै सानो मान्छे ए सानो मान्छे ल हामी मेरो झोला त त्यहीँ पो छ साथीहरू यही हो हामी बस्ने घर है स्कटल्यान्डको अब चाहिँ म यहाँ भित्र इन्ट्री गरिसकेँ अब म यहाँ देखाउँछु हजुरहरूलाई ल यो चाहिँ हाम्रो किचन रहेछ यस्तो रहेको छ है यहाँ चाहिँ यता चाहिँ मजाको रहेछ यता किचन अनि यता चाहिँ डाइनिङ रहेछ यहीँ किचनको नजिक वा कस्तो राम्रो रहेछ है ठाउँ चाहिँ यहाँ यस्तो रहेको छ आम्मा त नि मेरो सानो मान्छे त यहाँ पो आएर खेलिरहेको पो रहेछ त लनिता सानो ओ माई गड कता आयो आज छोरी सानो लनिता कस्तो लक्की रहेछ त सानो मान्छे त है जन्मिने बित्तिकै नयाँ ठाउँ घुम्न आयो है छोरी हाम्रो सानो त बेबी लक्की गर्ल हो नयाँ ठाउँ आयो त घुम्न आज स्कटल्यान्ड अनि यता चाहिँ यो चाहिँ यहाँ टिभी पनि यहीँ छ अनि यहाँ चाहिँ बसेर टक्क लाएर हेर्ने है त नि गार्डन बिक रहेछ भान्जा ल म सबै यहाँ यता नानीलाई पनि हेर्नु म यहाँ एकचोटि झोला राखेर हो नि जानुपर्छ नि ल कस्तो ठुलो रहेछ है दिदी ठुलो रहेछ मजाको रहेछ नि ठाउँ त साह्रै राम्रो रहेछ है ठाउँ चाहिँ कस्तो राम्रो ठाउँ रहेछ है यो चाहिँ घर भएर ठुलो रहेछ है ए यहाँ चाहिँ रुम रहेछ है साथीहरू यता चाहिँ रुम कस्तो ठुलो रहेछ है यो चाहिँ रुम पनि यो रुम भयो अनि फेरि यता चाहिँ यहाँ पनि रहेछ है यहाँ चाहिँ यहाँ चाहिँ एउटा टोइलेट रहेछ अनि अब फेरि म माथि देखाउँछु त नि है माथि ए दिदीसँग वाउ कस्तो राम्रो ठाउँ रहेछ यो त घर भएर होला है यति राम्रो रहेछ यो चाहिँ टोइलेट हो ए टोइलेट ए कतिवटा रुम हो बुढो तल एउटा छ यो रहेछ है यो दुईटा वाउ यहाँ त दुईजना पो सुत्न मिल्ने रहेछ नि त डबल सानो बेड रहेछ डबल बेड
यस्तो रहेको छ यतातिर। अनि यहाँ छ एउटा, यो पनि राम्रो रहेछ, ठुलो रहेछ। यस्तो मजाले घाम लाग्ने रहेछ है। अनि घाम पनि लाग्ने प्लस उताबाट मजाले भ्यू देख्ने रहेछ यताको झ्यालदेखि। अनि यो नानी सुत्ने बेबीको लागि पनि रहेछ, लनीको लागि चाहिँ सानो कट रहेछ, बेबी कट। यो चाहिँ हाम्रै होला बेबी भएपछि होइन। आमा तपाईँले हेर्नुभयो बेबीको पनि रहेछ कि यहाँनिर। यसको मतलब यो चाहिँ जस बेबी हुनेहरूको लागि रहेछ। म यहाँ यसो हजुर अब फेरि यताको यस्तो रहेको छ। हजुर यहाँ चाहिँ अघि मैले यताको रुम चाहिँ मैले देखाइसकेको छु। सो यो चाहिँ टोयलेट रहेछ। अनि फेरि यताको पनि छ एउटा रुम। ल यो पनि रहेछ है त नि एउटा रुम। यहाँ माथि कस्तो राम्रो खालको लाइट रहेछ। यही हो साथीहरू हाम्रो स्कटल्यान्डको हामी बस्ने घर। कस्तो राम्रो रहेछ है ठाउँ चाहिँ एकदमै। त यो रहेछ। अनि यो चाहिँ अब सानो बन्द छ के हो यो। सो एउटा दुईटा तिनटा चारवटा रहेछ यहाँमा कोठा होइन। तल एउटा यो तिनटा भनेपछि चारवटा रहेछ। यो पनि कस्तो राम्रो रहेछ किन रहेछ। अनि यता चाहिँ टोयलेट रहेछ है। टोयलेट अनि बाथटब टोयलेट अनि नुहाउने ठाउँहरू रहेछ। यता यस्तो छ, यहाँ माथि यस्तो छ, मजाको रहेछ ठाउँ चाहिँ है। तल नि छ आमा भन्दाखेरिमा चाहिँ एउटा दुईटा तिनटा चारवटा बेडरुम रहेछ आमा। चारवटा बेडरुम दुईटा टोयलेट बाथरुम रहेछ। त्यो त के रहेछ कुनै आमा त्यो त स्टोर रुम रहेछ है। सानो स्टोर रुम। आइरन सबै हुने आइरन लगाउने पनि रहेछ। हजुर यो कति राम्रो है आमा। कस्तो राम्रो के घरै कस्तो ठुल्ठुलो नि आमा कोठाहरू। ल यही हो साथीहरू हामी 1 विकको होलिडे आएको यहाँ स्कटल्यान्ड। ठाउँ चाहिँ साह्रै राम्रो रहेछ है, एकदमै मन पर्यो। यो रुम त मैले अघि नै फर्स्टमा देखाइसकेको थियो। अनि यता पनि रहेछ नि त। यहाँ पनि रहेछ नि त टोयलेट बाथरुम त नि। यस्तो राम्रो सावरवाला रहेछ यो चाहिँ। भनेपछि त एउटा दुईटा तिनटा रहेछ टोयलेट भने। वाह एकदम राम्रो आमा। आमा यहाँ कोठा पनि भयो। अनि यता हेर्नु न टोयलेट बाथरुम रहेछ पुरै। हजुर कस्तो राम्रो है आमा। हजुर कति मजाको के आमा। त्यो यहाँ नुहाउने ठाउँ पनि छ आमा। यहाँ नुहाउने ठाउँ पनि रहेछ यहाँनिर। हजुर भन्दाखेरिमा त धेरै रहेछ आमा। रुम अनुसार रहेछ, माथि तल अनि दुईटा तिनटा रहेछ होला। अनि यता चाहिँ हाम्रो सानो छ। ल अब चाहिँ हामी फ्रेस भएन अनि बस्ने। यता बाहिरको पनि यसो अलिकति गार्डन देखाएन आउनु पर्ने दिदी। चप्पल लगाएर हजुर यो चाहिँ बाहिरको गार्डन है साथीहरू। यता चाहिँ यस्तो छ बाहिरको गार्डन। अहिले चाहिँ एकदम धेरै घाम लागेको छ कि। घाम लागेको भएर म यहीँबाट नै यसो देखाउँछु है। यही हो यता पनि छ। यहाँदेखि चाहिँ पुरा समुद्र। यहीँ हामी बस्ने घर नजिकै रहेछ कि समुद्र। हिँडेर जम्मा 10 मिनट हो अरे। सो अहिले जानुपर्छ। यहाँ गार्डन त साह्रै राम्रो रहेछ। मेरो चप्पल त उताको छ हो फेरि त। यही हो साथीहरू है। एकदमै रमाइलो रहेछ है ठाउँ चाहिँ। हजुर आमा त्यही भएर म यहाँ यसो देखाउनु जानु लागेको। यता मजाको रहेछ कि ठाउँ पनि। यहाँनिर चाहिँ मजाले बाहिर बसेर खाने ठाउँ पनि रहेछ है। यहाँदेखि चाहिँ मजाले देखिने रहेछ कि यो समुद्र। यस्तो नजिकै देखिन्छ कि। ल यहीँनिर हो साथीहरू। यता चाहिँ यस्तो छ। अनि यो चाहिँ हामी अहिले बस्ने घर यही हो।
अनि यता चाहिँ बच्चाहरू पिङ खेल्ने बच्चाहरूको लागि पनि पिङहरू खेल्ने ठाउँ रहेछ है। यहाँ पनि यस्तो खेल्ने ठाउँ छ। यता भयो अनि यहाँनिर ल यहाँनिर पिङ पनि छ। यहाँ मजाले खेल्नु ठुलो मान्छे पनि खेल्न मिल्ने रहेछ। सानो ठुलो है सानोहरूको लागि पनि तल होला यो ठुलोको होला मेबी यस्तै रहेछ। एकदमै राम्रो रहेछ ठाउँहरू चाहिँ। सो अब चाहिँ हामी फ्रेस हुन्छु अनि त्यस पछाडि अनि फेरि म तपाईँहरूलाई फेरि कन्टिन्यू देखाउने नै छु। सो साथीहरू हामी चाहिँ आएर अघि खाजा पनि सबै खाइसकेर है अनि अहिले चाहिँ एकछिन आराम गरेर यहाँ दाइ र बुढोले बार्बिक्यू बनाइसक्नु भएको छ है। अब चाहिँ बार्बिक्यू रेडी छ, अब खानु पर्यो है। सो यता रहेको छ चिकन विङ्स अनि ल्याम्ब अनि त्यस पछाडि यता छ प्राउन। सो आमा दिदी भान्जाहरूले सबैजनाले खाइसक्नु भएको छ र यता रहेको छ अचार है। अनि र चाहिँ सबैजना अहिले टिभी हेर्दै हुनुहुन्छ अनि म चाहिँ नानीसँग एकछिन सुतेको थियो। सो त्यही भएर यहाँ अहिले उठेर खानु लागेको है। सो यस्तो रहेको छ हाम्रो खाना। हाम्रो डाली भन्नुहुन्छ सबजना खानु पर्दैछ अहिले। नक्सा छ भने त्यो माग्ने मात्रै आफूले भनेको भनेर स्पष्ट पार्नुपर्छ। आज चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको साथीहरू हामी चाहिँ यहाँ अहिले सबैजनासँगै बसेर खाँदैछु अनि अहिले चाहिँ यहाँ 11 बजिसकेको छ है। त्यही पनि यस्तो उज्यालो भइरहेको छ। आज हामी एकदमै रमाइलो भयो। आजको लागि यति नै होइन। हाम्रो भिडियो हेरेर साथ दिनु भएकोमा थ्याङ्क यू सो मच होइन। ल गुड नाइट, बाई बाई।